र अहिले हामीले आजको बैठकमा सुरुवातमा एउटा अभ्यास राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय पदाधिकारी र हाम्रो संसदीय दलको बैठकमा हाम्रो अभ्यास के रहेको छ भने योभन्दा अगाडिको बैठकमा हामीले के निर्णय गरेको थियौं त्यसमा कति काम कारबाही भयो त्यसमा कार्यान्वयन के कति भयो भनेर त्यसको अपडेट कार्यवाहक महामन्त्रीले बैठकलाई केन्द्रीय समितिलाई जानकारी गराएर अनि बैठक हामीले अगाडि गर्ने गर्छौं। अन्यथा के हुन्छ भने सधैँ निर्णयहरू गर्यो तर त्यसमा काम भएको छ कि छैन भन्ने कुरा हामीलाई जानकारी हुँदैन। तसर्थ हामीले त्यो अभ्यास गर्ने गरेको छौं र त्यो अभ्यास अन्तर्गत योभन्दा अगाडि जस्तै जनयात्राको बारेमा अनि शिक्षकको आन्दोलनको बारेमा लगायत विभिन्न कुरामा हामीले यो केन्द्रीय समितिले गरेको बैठक र निर्णयहरूको बारेमा अवगत गराउने काम भयो र त्यसपछि 2 दिन अगाडि सर्वोच्च अदालतको आदेशले तुलसीपुर उच्च अदालतको आदेशलाई सदर गर्ने जुन निर्णय गरेको छ त्यसमा सबैजनाले एकअर्कालाई जानकारी गराउने काम भयो र त्यसमा हाम्रो कानुनी रूपमा हामी त्यसलाई मान्छौं तर प्रक्रियागत रूपमा हामीले केही कमजोरीहरू त्रुटिहरू भेटेका छौं जुनमा हामी सार्वजनिक रूपमा त्यसमा बहस गर्ने छौं भन्ने कुरा पनि भएको छ जस अन्तर्गत एउटा शब्द त्रुटि भएर सर्वोच्चले आफै आज सच्याइसक्यो भनेको त्रुटिहरू भएको छ एउटा पनि भएकै छैन भन्ने कुरामा इभन अदालतले पनि हामीसँग बहस गर्न सक्दैन किनकि उले आफै एउटा सच्याइसक्यो। अर्को बन्दी प्रत्यक्षीकरणको मुद्दामा कतै कुनै कुरा उल्लेख भएको छैन। अर्को यो 73 नम्बरको बुदामा हुनुपर्ने कुराहरू यथेष्ट रूपमा नभएर मुद्दा भित्रको कन्टेन्टमा मात्र जवाफ लेखिएको छ र अदालतको बारेमा कतै नबोल्नु भन्ने कुरा भन्दा पनि अदालतले त आफ्नो सम्मान आफै कायम राख्ने हो नि कतै त्रुटि कतै असन्तुलन हुन नदिएर भन्ने कुरा हाम्रो आशय त्यो पनि छ। तर अदालतप्रति र अदालतको निर्णयप्रति सम्मान छ हामी कानुनी रूपमा त्यसलाई मान्न तयार छौं मान्न बाध्य पनि छौं। यो कुराहरू भए यसमा अझै केही थप बहस हुँदैछ जुनको बारेमा हाम्रो माननीय सुविताजी जो आफै कानुन व्यवसायी पनि हो उहाँले केही सामग्री तयार गर्दै हुनुहुन्छ उहाँ आएर बोल्नुहुनेछ। यो दोस्रो बुदा भयो। तेस्रो यथास्थितिमा यो भ्रष्ट र तस्करहरूले चलाएको गठबन्धनले यो देशलाई कतै पुर्याउला जस्तो देखिँदैन हैन। यो एकअर्कालाई संरक्षित गरेर भ्रष्ट र विभिन्न किसिमको अभ्यासहरू गरिने हामी यो गठबन्धन परिवर्तन हुँदै गर्दाखेरि पनि हामीले भनेको थियौं जुन आज फेरि दोहोर्याउन चाहन्छौं कि यो कतै एकअर्कालाई बचाउनको लागि र खुलेको फाइलहरू बन्द गर्नको लागि बनेको गठबन्धन त होइन भनेर हामीले आशंका राखेको थियौं र त्यो अब दाबी गर्न सकिने अवस्थामा पुग्दैछ र त्यसको भर्खरै खुलेको एउटा भिजिट भिसा काण्डले देखाउँछ र भिजिट भिसा काण्डमा अर्थमन्त्रीज्यूले निकै शालीन तवरले एउटा कुरा के बोल्नु भयो भने यो प्रमाणित भयो भने म राजनीति छोड्दिन्छु भनेर हैन। यो प्रमाणित भयो भने त राजनीति छोड्ने हैन जेल जाने हो हैन। राजनीति छोड्नै पर्छ त्यसपछि त्यो अप्सनै होइन। तर अर्को कुरा अरु दलको नेतालाई त प्रमाणित नभएरै जेलमा थुन्नु भएको छ नि त तपाईले। तपाईहरुको चाहिँ प्रमाणित हुनुपर्ने जेल जानलाई अरुलाई त प्रमाणित नगरेरै अभियोजन दर्ता भएकै आधारमा थुन्न थाल्नु भएको छ थुनिरहनु भएको छ त्यो त छ। त्यसको जवाफ के त कि पुरानो दललाई चाहिँ प्रमाणित हुनुपर्ने नयाँ दललाई चाहिँ दर्ता हुँदैमा जेल थुन्दिने त्यो हो कि त त्यो उहाँले भन्नु पर्यो। त्यो हो हामी पुरानोलाई चाहिँ प्रमाणित हुनुपर्छ नयाँलाई चाहिँ दर्ता भए पुग्छ भनेर। त्यसैले त्यो अर्को कुरा र अहिले हेर्नुस् न ऋणको भारीमा थिचिएको यो अर्थतन्त्र दैनिक रूपमा जनतालाई दुःख दिनलाई बनेको यो सिस्टम यो सबै कुराहरूले गर्दा
अब हामी कतै यो देशमा सुशासनको लागि र सुशासन मात्र एउटा विकल्प हो भनेर आन्दोलनमा त जानु पर्दैन भन्ने कुरा पनि छलफल भइराखेको छ। अब पर्सि सदनमा हामी कसरी उपस्थित हुने र भर्खरै खुलेको भिजिट भिसा मानव तस्करी काण्ड र त्यसमा वर्तमान गृहमन्त्रीको संलग्नता र उहाँले एउटा कुरा स्वीकारिसक्नु भयो कि कर्मचारीले बदमासी गर्यो भनेर। बदमासी त कर्मचारीबाटै हुन्छ नि, गृहमन्त्री गएर त्यहाँ टाचा लाउन बस्नुहुन्न हैन। उहाँको त्यही संयन्त्रले त बदमासी गर्छ कि सबै मन्त्री गएर एयरपोर्टमा सबै विन्डोमा बसेर टाचा लाउने हो र? होइन नि। कार्यान्वयन हुने पक्ष कर्मचारीबाटै हो। कसको कार्यकालमा भयो, उसको सरुवा कसले गरायो, सरुवा विधिवत रूपमा थियो कि थिएन, सरुवा गराउँदै गर्दा कार्यविधि अपनाइएको थियो कि थिएन, सबै विधिवत रूपमा अवलम्बन गरिएको थियो कि थिएन, प्रश्न त त्यो हो नि हैन। टाचा लगाउने काम मैले गरे होइन, त्यसैले मेरो गल्ती होइन भनेर पन्छिन पाइँदैन। संसदमा के गर्नुहुन्छ भनेर रणनीतिक रूपमा म तपाईहरुको अगाडि खुलाउन चाहदिनँ, तर पर्सिको संसद सामान्य म बोल्दैछु, सकाएकै थिएन। पर्सिको बैठक सामान्य हुने छैन, यति मात्र अहिले भन्छु। राजनीतिक दल भनेको दलान हो, राजनीतिक दलको कार्यालय भनेको दलान हो र राजनीतिक दलको कार्यालयमा सबैले आफ्नो अपेक्षा, आफ्नो आकांक्षा, आफ्नो याचना, अनुरोध सबै लिएर आउन पाउनुहुन्छ। त्यसैले गर्दा राजनीतिमा झ्यालढोका बन्द गरेर बसिँदैन। सबै दृष्टिकोण, सबै आयामको लागि हामी खुला हुनुपर्छ। तर त्यसमा के हुन्छ भने तीन तहको चर्चा हुन्छ। एउटा सिफारिस, अर्को निष्कर्ष र अर्को निर्णय, तीनवटा हुन्छ। उहाँहरूले हामीलाई एउटा सिफारिस लिएर आउनुभयो, अनुरोध लिएर आउनुभयो कि हाम्रो आन्दोलनमा सहकार्य गरौँ भनेर। हामीले राजनीतिक धरातल फरक फरक राखेर राखिएको आन्दोलनको एजेन्डामा सहकार्य हुन सक्दैन, तर त्यो भन्दैमा उहाँहरूसँग सहकार्य नै हुन सक्दैन भन्ने हुँदैन। सुशासनको मुद्दामा आउनुस्, यो देशमा सुशासन स्थापित गर्नको लागि, भ्रष्टहरूलाई लखेट्नको लागि वा जेलभित्र थुन्नको लागि यस मुद्दामा तपाईँ आउनुस्। यो मुद्दामा हामी सहकार्य गर्न तयार छौँ भनेर हामीले भनेका छौँ। धन्यवाद।